हेर केटा, यो चुनाव भनेको हारजितको मात्रै होइन, बुझ्यौ नि? यो भनेको सत्ता जोगाउने कुरो हो, बुझ्यौ नै? त्यही भएर यो पालि तिमीलाई जे गर्नु छ गरौ, तर मलाई हार स्वीकार छैन, बुझिस् नि? नेताज्यू, हजुर नातिनु न। हामीसँग पैसा छ, पावर छ, भएन भने कागजपत्र पनि छ। अनि त्यसैमाथि जनताहरू सबै हाम्रो मुठीमा छन्। कागजले पेट भरिँदैन यार। जनताको मन छ कि नै, अहिले जनताहरू हामीसँग छन् कि नै भन्ने कुरा बुझ्नु परेन? त्यसैले त रणनीति अपनाउनु पर्छ सर। अबको चुनावमा डर लोभ सबै दिनुपर्छ के, अनि बल्ल जनता हाम्रो अगाडि आउँछन्। मलाई रिजल्ट चाहिन्छ। नाम, कुर्सी, इज्जत सब जोगिनु पर्छ, बुझिस् नि? खाल्टो खनी रह नेताज्यू, पहिला सानो लगानी माछा हुर्केपछि हाम्रै त हो फाइदा। अहिले जनता नदेखे पनि हाम्रो सरकार बनेपछि मान्छेहरू सबै पछि पछि आउँछन्। तर याद राख, सबै काम पर्दा पछाडि हुनुपर्छ, नाम बदनाम हुनु हुँदैन। नेताज्यू, के छ आदेश? तपाईँ इसारा मात्रै दिनु न, प्रशासन त 2 हो। पहिले जस्तो घुम्ने खाने समय छैन। यो चुनाव जित्यो भने मात्र फेरि हामी त राजा हो नि। जनतालाई सपना देखाइन्छ, भित्रभित्र त सबै हाम्रै नियन्त्रणमा छ हजुर। अब माछा हाम्रै पोखरीमा तैरिन्छ हो नेताज्यू। लाइन गयो। हामीलाई घाँस बाँस कपासको खाँचो छ, नेताहरूलाई कुर्सीको खाँचो छ। जनताको आवाज ठुलो भयो भने अझै हामीले योभन्दा ठुलो आवाज गर्नुपर्छ।